ल हजुरबा एउटा गीत गाइदिनु पर्यो हाँसेर बोले गराउन मरि जाने जिन्दगी हाम्रो आशिकले आशिक नि सोध्या नपड्का नपड्का अहिले त्यहाँ सातो जान्छ याद बुझिनु पानी छ है पानी अङ्कल पानी यता खाली यता च्याङ ल मालालाई यो साथी हो त्यहाँ मिठो बाना सयपत्रीको थ्याङ्क यू धन्यवाद ए अझ काले पुग्यो अनि हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू अनदर एपिसोड सबैजना स्वागत छ र आज चाहिँ भाइटिकाको दिन र बिहानै सट्ट मैले चाहिँ आज यहाँ कुकिङ गर्न गइरहेको छु साथीहरू यहाँ चाहिँ पहिलो सुरुमा टक्क यहाँ तेल बसाइसकेको छु अनि यहाँ चाहिँ मासु पकाउनको लागि मैले यो तेल बसाइरहेको छु यहाँ चाहिँ तेल तातिसकेको छ फाइनल्ली है साथीहरू अनि टक्क लगाएर यहाँ मासु चिक्न सक्नुहुन्छ है चाहिँ मैले पकाउनु पर्ने हुन्छ यसलाई चाहिँ मैले सट्ट हाल्छु तेल तातिसकेको छ है अनि यहाँ मैले टमाटरहरू टक्क काटेर राखिसकेको छु टमाटर यता प्याज देख्न सक्नुहुन्छ र एकछिन बसेर अब अहिले साइडमा टक्क टिका लाउनु पर्ने हुन्छ यसलाई यहाँ टक्क हालिदिउँ है त यसलाई हालिदिउँ धुवा चलाउनु डाडु चाहिन्छ फेरि यहाँ अब यसलाई नै छानिदिउँ है तेलसम्म भिज्न राखेर हो हिजो ल्याएर टक्क कुट गरेर यो चाहिँ अब खानाको लागि तपाईँले यहाँ सबैजना आउनुहुन्छ सबैजनाको लागि है साथीहरू यो चाहिँ छैन हौ स्याँ भएर गयो त आगो नि बोले होइन यसरी गएपछि आगो बल्छ है साथीहरू ल यो साथीहरू मासु चाहिँ यतिको भइसकेको छ है बब्बाल अब लगभग आधी पाकिसक्यो होइन टमाटर हालिसकेँ मैले ल साथीहरू फाइनल्ली मासु हाम्रो रेडी भइसकेको छ है देखाउनु पर्यो नि यार ल हेर्नुहोस् मासु चट्ट ग्रेभी बनायो होइन बब्बाल छ यस्तो भइसकेको छ मासु होइन यो चाहिँ चिकन अब टक्क लाएर मैले चाहिँ अब के बनाउँदैछु भने चाहिँ है अब चाहिँ टक्क लाएर चनाको दाल बनाउने है आज चाहिँ चना देख्न सक्नुहुन्छ चनाको चाहिँ यहाँ अब कुकरमा टक्क दाल बनाइदिने त्यसपछि बबाल हुन्छ साथीहरू अनि त्यसपछि खाना पकाउनु खाइन सकिन्छ यो चाहिँ यहाँ बाबारी के हो यो डढेर यहाँ हाम्रो म्याडमजीले निकाल्न बिर्सिनु भएछ सक्को कालो भुसुरुङ्ग छ यो कसले खाने चपायो नि दाँत जान्छ ल त्यही हो अहिले पछि टिका लाउन टक्क नाच्ने है भोपाल हुन्छ अहिले साथीहरू तिनवटा चाडा दिदीबहिनी छ होइन अब सबैजना अहिले दुईवटा विदेश एउटाको टिका लाउन नहुने जुठो परेको छ एउटा दिदी मात्रै हुनुहुन्छ है त्यही नै हो साथीहरू आज चाहिँ साथीहरू अब टिका लाउने साइड भइसकेको छ यहाँ चाहिँ अब हाम्रो बुवाहरूको पालो छ होइन हाम्रो चाहिँ अब एकछिन पछि हुन्छ 7चोटि 3चोटि पुर्याउनु 3चोटि हो क्या यहाँ हजुरबा के हो पुरै बिहानै मातेर के हो ल खाना खानु दाजुभाइहरू हाम्रो पार्टी केटाहरू छ यहाँ अब हाम्रो चाहिँ अलि पछि आउँछ पालो
टिका लाउने चाहिँ मान्छे चाहिँ अहिले नयाँ परेछ भाइबाट सुरु भइरहेछ कान्छङ्गलबाट नाइनाङ्कल हुनुहुन्न एकचोटि तिनजनालाई भ्याइदिनु ए काले आज यसको पनि खाना खाने दिन खुवाई गरिदिने है जुठो लगाइदिने घरमै सकेको त पल्लो छेउमा राखेर के भयो हजुर किन रुनु भएको किन छोरा होला हजुर मलाई किन छोरा कसले छुट्यायो छोटा आयो ए रुनुहुन्न नि त बुढो मान्छे यस्तो छोरा आयो मलाई आशिकले आशिक किन छोट्या उयो के हो फेरि के न घर उही छेउछु हेर पऱ्यो नरुनु नरुनु कतिको वेट छ यता शीतलमा भन्नु जानु त ल जानु बुढा बाजे यहाँ बिहान बिहान अलिक आएर माला लगाउने कार्यक्रम भइरहेछ ल मखमली ल ठिक छ ल यहाँ कसैले दिदीले दिइसक्नु भएको छ टिका टालो नि भइरहेछ पालो हाम्रो छ साथीहरू टिका लाउनु अहिले निधार खाली नै छ दिदी भर्खर आइपुग्नु भएको छ अब टिका लाइन्छ ठेकेपछि निक्लिनु मिल्दैन नि है मिल्दैन कहाँ जानु पर्यो त्यही भित्र बम पड्काउनु बम यहीँबाट पड्काइदियो हुन्छ नि त्यता ल हाम्रो दिदीले हामीलाई यहाँ घेर बाँध्दै हुनुहुन्छ छट्ट लाएर अब योलाई चाहिँ यहाँ पर्ने दैलोमा त किन पर्ने यो घेरामा पर्ने हो ल ल यस्तो बेला पो तेल ठोक्ने हो त यत्रो कहाँ जिते अब के थाहा त त्यस्तो बेला ठोक्दै कि ठोक्दैन तालेमा त्यहाँबाट तेल म पनि सानै थिएँ होला नि त हो मन्यो होइन होला होइन मेरो माला खुट्टु खुट्टु यहाँ पर्दैन बेला पर्दैन त्यही पनि आओस् न अलिकति आइहाल्यो भने सतपायक आर्ची नि हो आउने समय कस्तो रहेछ
म भन्नु नि ल सजिलो माला ल ल ल ल आनन्द भयो ल माला लाग्यो अझ तिमी हल्तीतिर लाइन पुग्दैछ मलाई आफ्नो मात्रै भएको छ आज मलाई ल माला लाग्यो साथी हो त्यहाँ मिठो बाना सयपत्रीको सबै हो र सबै हो होइन ल एक गाँसी नखाए के खानु होइन हो तैँले ना अनि पो आउँछ यार यता हेर्न आसिक बाबु ल थ्याङ्क यू ल ल धन्यवाद ए अझ काले पुग्यो अनि कुन तेरो बिहान लगाएको भन्नु है ओहो ल आफूले नराम्रो कहिले ल्याउँछ त मनपर्छ कि पर्दैन ठिक हुँदै हुँदैन म केही जान्दिनँ होइन अङ्कल ल अङ्कल तैँले हात हातै दिने ल हेर्नु ए दामी सबलाई उस्तै हो एउटा मात्रै फरक छ मलाई कालो उचाल्न मात्रै हो सेतो मन पर्ने भनेर मैले भन्दाखेरि सबलाई उयो हो एउटा कलरले फरक पर्यो सबलाई एउटै कलर एकजनालाई छुटाउनु भयो नि त छुट्याएन एकजना होइन डबल एक्सेल छ क्या कुन दिप ल मिलेर पनि सादा हो है डबल एक्सेल छ कि एक्सचेन्ज गर्न मिलेर ल लगाइहेर आऊ त बाबु यसमा राख ल सबै एउटै रहेछ ल एउटै हो सबै औसीमा कहिले आउँदैन अब अर्को वर्ष चाहिँ मेरो भाइ चाहियो है ल भने अब ल्याउने भनेर मानेन के सानो बाबु बरु बस्छु भने थियो बाबालाई साथी भनेर ल फोटो नै हान हिँडबाट खिच्दैन यसरी टिका लगाउन पाइरहोस् पछाडिबाट फोटो खिच्नु नि तपाईँ मोबाइलबाट दिला सधैँ माया गर्ने भाइ पूजा गर्ने माइपालो ल माइपालो ओके बम पड्का हो ल पड्का पड्का के पड्का हुन्छ
यो उ तनाउ गरेर गर है बाबु देखारे यसले त घरै थर्काउँछ फेरि यो होइन अर्को मसिनो चाहिँ बरु पड्काउँछ मैले चाहिँ हो कि आज हो आज भाइ सधैँभरि यसरी नै टिका लगाएर पाइरहँ भेटघाट भयो रहेछ त है कोही त्यहाँनिर भिडियो भाइ नि म त म आसिदिन्थेँ हुन्छ के गर फेरि बाले कुन बेला झुकेर मिट लगाएछ नि त यो दिले झ्याउ बनाए चाहिँ कहिले नभने खुसी मसँगै खाने हो नि त मैले खाएन भइहाल्छ ल म सम्बन्ध सधैँ यस्तै गइरहोस् अझै झन् अगाड बन्दै त दिल्लो त्यो एउटा मलाई लगाइदिनु नि त हो यहाँ छ त अरू भाइहरू आएन अहिले यहाँ ओइलाउनु भन्दा त यहाँ लगाइदिनु नि यहाँ कति पनि रिसाको नरिसाउनु दुख्नु नि सुता दिमिसाको है नबोले नि हाँसिराखन कति राम्रो नाचेको होला यस्तै कुरा भनिदिनु मलाई पनि होला है बासना नबोले नि हाँसिराखन ठुलो भाइ केले आएको होला रक्सी होइन पानी नेको छ होला है बासना नबोले नि हाँसिराखन